बालेन सरकार बनिसकेपछिको मेरो पहिलो सरकारी कार्यालयको अनुभव सुनाउँछु है त। आज म मेरो गाडीको कर तिर्नको लागि चाहिँ भक्तपुर सल्लाहगढी गएको थिएँ। अनि त्यो सरकारी कार्यालयको एक्सपिरियन्स लिइसकेपछि म के कुरामा ढुक्क भएँ भनेदेखि यो देश जनता नसुध्रिसम्म कहिल्यै पनि बन्दै बन्दैन। जत्तिसुकै राम्रो नेता आए पनि, जति नै राम्रो सरकार आए पनि जबसम्म जनता सुध्रिँदैनन् तबसम्म यो देश बन्न असम्भव छ, यो बन्दै बन्दैन। भएको के हो भन्दाखेरि दिउँसो म 2 बजेतिर सरकारी कार्यालय पुगेको थिएँ। अनि त्यहाँ झन्डै 200 देखि 300 को हाराहारीमा सेवाग्राहीहरू हुनुहुन्थ्यो, जनताहरू हुनुहुन्थ्यो। उहाँहरूले पनि त्यहाँ आफ्नो कर तिर्दै हुनुहुन्थ्यो। म पनि लाइनमा बसेँ। मेरो रोल क्रम अनुसार यसो हेर्दाखेरि लगभग आधी घन्टामा मेरो पाला आउँछ भन्ने मेरो सोचाइ थियो र त्यही अनुसारले स्पिड पनि भइरहेको थियो, काम राम्रो भइरहेको थियो। तर सेवाग्राहीहरूले डिसिप्लिन मेन्टेन नगरिदिँदाखेरि र आफ्नो बानी बेहोराहरू नसुधारिदिँदाखेरि त्यो आधी घन्टाको समय मैले जुन सोचेको थिएँ, त्यो लम्बिएर मलाई 4 घन्टाको समय लाग्यो आफ्नो कर तिर्नको लागि। त्यो कसरी भयो भन्दाखेरि त्यहाँको कर्मचारीले चाहिँ के भन्दै हुनुहुन्थ्यो भने, "तपाईहरु लाइनमा बसिदिनुहोस् अथवा हामीले नम्बर बोलाइसकेपछि तपाईहरुको टोकन नम्बर बोलाइसकेपछि अथवा सवारीको नम्बर बोलाइसकेपछि चाहिँ तपाईहरु झ्यालमा आउनु होला। नत्र भने अलिक टाढै गएर बसिदिनुहोस्, हामीलाई काम गर्न अप्ठ्यारो भयो, होहल्ला धेरै भयो, कन्फ्युजन धेरै भयो" भन्ने कुराहरू गर्नुभएको थियो। तर त्यहाँ मान्ने कोही पनि थिएनन्। त्यहाँ सम्झाउने एकअर्कालाई सम्झाउने चाहिँ धेरै नै थिए। एकले अर्कालाई चाहिँ "तपाईहरु यहाँ नबसिदिनुहोस्" भन्दै थिए। तर जसले भन्दै हुनुहुन्थ्यो उहाँहरू आफै त्यहीँ बसिरहनु भएको थियो। त्यहीँ बसेर होहल्ला गर्दै हुनुहुन्थ्यो। त्यहाँ बसेर चाहिँ मेरो पहिला गर्नुपर्यो, मेरो पहिला गर्नुपर्यो भन्ने खालको त्यो सिनारियो क्रिएट गर्दै हुनुहुन्थ्यो। जसले गर्दाखेरि त्यहाँ एकछिनपछि पुलिसै आएर लाइन मिलाउन पर्ने कन्डिसन आयो। तर पुलिस आउँदै गर्दाखेरि पनि यो पछिल्लो जेन जी आन्दोलन पछिको जनताको मनोभाव चाहिँ के रहेछ भन्दाखेरि हामी नै सबैभन्दा ठुलो हो नि, हामीलाई किन यिनीहरूले मिलाउनु पर्यो? हामी आफै मिलिहाल्छौँ, हामी आफै गरिहाल्छौँ भन्ने खालको मनोभाव पनि डेभलप भएको रहेछ। यो हेर्दै गर्दाखेरि आजको मेरो 4 घन्टा यसै पनि वेस्ट भयो। मैले सोसियल मिडियाहरूमा हेर्दै गर्दाखेरि धेरैवटा सरकारी कार्यालयहरूको राम्रो काम भइरहेको छ, छिटो छरितो काम भइरहेको छ भन्ने एक्सपेक्टेसन लिएर म पनि त्यहाँ गएको थिएँ। मेरो एक्सपेक्टेसन चाहिँ त्यो अनुसारले पक्कै पनि रियालिटीमा कन्भर्ट हुन सकेन। सो आजको मेरो एक्सपिरियन्समा त्यहाँको कर्मचारी अथवा सरकारी संयन्त्रबाट केही पनि कमजोरी भएको होइन। हो, यो कुरा सही हो कि सरकारी कार्यालयहरूमा त्यो लेभलको सुविधाहरू छैन होला। त्यहाँ डिजिटल बोर्डहरू छैन, क्रम संख्याहरू देखाउने कुनै पनि ड्यासबोर्डहरू राखिएको छैन, जस्ट एउटा स्पिकरबाट बोलिएको छ। तर हामीले अहिलेको अवस्थामा जनता पनि डिसिप्लिनमा भएर भएको रिसोर्सेसहरूलाई प्रयोग गरेर आफूले पनि त्यो कामलाई स्पिड अप हुने तरिकाले सहयोग गर्ने कि हो-हल्ला गरेर, कोलाहल गरेर चाहिँ आफ्नो आवाज उठाउने नाममा झन् कामलाई झन् ढिलो बनाउने, सेवाग्राहीहरूलाई चाहिँ झन् त्यहाँ अड्काएर राख्ने काम गर्ने त। यो हामी जनताहरूले एकदमै धेरै बुझ्न जरुरी छ। सो आज दिनभरिको मेरो एक्सपिरियन्सबाट मैले के सिकेँ भन्दाखेरि देश बदल्नको लागि, देश बनाउनको लागि सरकार मात्रै परिवर्तन गरेर नहुने रहेछ। जनताको बानी बेहोरा अनि अनुशासन पनि परिवर्तन गर्नुपर्ने रहेछ। जनता अनुशासनभित्र रहेर सेवा लिनुपर्ने रहेछ। ल, आजलाई यति नै। अर्को दिन यो समाजले मलाई के सिकाउँछ, मैले के कुरा गेन गर्न सक्छु भन्दै गरौँला है त। सी यू इन द नेक्स्ट भिडियो।